आज संसारी पूजाको खोइ सामान त सबै थप ठिक्क पारिदिए ती भाइ आउँछु भन्थे अझैसम्म आएका छैनन्। संसारी पूजा अरे कहाँ कुन खेतामा गर्छन् कोनी धुपक्षे त लगिदियो है भन्दै हुन्छ आमाले लगिदिए नि बिरालाले बच्चा सारो जस्तो घरि यता गर्छन् घरि उता गर्छन् कहाँ हो उहाँ त मान्छे भेला हुँदैछन् पक्कै पनि ती भेला भएका छन् होला उही लिएर जान्छु आफू लैजाउँ न त भन्दा यसो लेडिज नजानु नि भन्छन् उहिले त हाम्रो जाँदैन थिए त्यही भनेर मैले ठिक्क पारिदिएको तिमीलाई लैजाउँ न त भनेको खोइ यति बेलासम्म आएकै छैन मान्छे यहाँ पनि तपाईँ भेला पार्नु भएको सुवा भयो त्यही त काकी तपाईँको पनि हिजो त तपाईँको पनि टोप्लो लगिदिन्छु भनेको थिएँ भर्खर मैले दिएर फुलपाती यसो पूजा गर्ने बेला भएको छैन दिनु लगिदिन्छु राम अहिलेदेखि होइन उज्यालो हुँदा राखिदिएको सबै थोक छ खुजुरा पैसा चाहिने जति वस्तु सबै छ हो पुऱ्याइदिन्छु हुन्छ डेरी भयो लगिदिनु पर्ने नि डेरी भइसक्यो काकी मैले त बिर्सेको राख्छु त साँच्चै अनि बेटी उहाँ हिजो चण्डा भन्दै थिए त हिजो केटाहरू आएर पैसा त लगे त अनि अहिले चाहिँ चढाउने खुजुर मुजुर पैसा मात्रै खुजुरा चाहिँ हाल्दै कि हिजै लगे त्यो चाहिँ छिटो लैजाऊ न अझै गएका छैनौ जायौ ल आफू यहाँ चण्डा दिएको छैन जस्तो पनि लाग्छ हतपत दिन जान्नुहुन्न त्यही भएर घुरेर गएको नि त लगिदिन्छु अब बल्ल हो बिहानदेखिको टोप्लो पाएर रुँगे कि रुँगै संसारीको लगिदिन्छन् र भित्र पसौँला भनेको बिहानदेखिबाट रुँग्दा पनि मान्छे भर्खर आए अब चाहिँ सकेँ जान्छु भित्र गए त होला नि